आजको हाम्रो यात्रा हेटरादेखि लटाराम। अहिले हामी चौगडा बजार पढिसकेका छौँ। मकनपुर गएतर्फ अगाडि बढ्दैछौँ। यहाँबाट उकालो लाग्नेछौँ हामी। मनसुनमा यात्रा गर्नु बर्खाको डर त हुन्छ, तर वास्तविकमा भन्ने हो भने दृश्यहरू बडा मनोरम हुन्छ। हरियो वन देख्न सक्नुहुन्छ तपाईँहरूले, हरियो डाँडा काँडा। महाभारत रेन्जका मनोरम दृश्यहरूले अगाडि बढ्दैछौँ। यता केरा खेती चाहिँ एकदम व्यापक हुँदो रहेछ यो क्षेत्र मकनपुरको। हामी मकनपुर गरी नजिक पुगिसकेका छौँ। त्यो अगाडि देखेको डाँडा मकनपुर गरी हो। तराईमा पनि हामी कान्तिलोक पथमा यात्रा गर्दैछौँ। यो रोडमा जस गाडीहरूको चाप त्यति देखिँदैन। बन्न चाहिँ यो रोड लगभग 70-80% कम्प्लिट भइसकेको छ, तर पनि धेरै जसो ठाउँमा पहिरो आउने डर चाहिँ हुन्छ। तर त्यही भएर यो बाटो त्यति धेरै गाडीहरू हिँड्दैन। काठमाडौँ जाने गाडीहरू प्रायः त भैँसी हुँदै कुलेखानी हुँदै जान्छ। यो बाटोमा त्यही मालबाग ट्रकहरू अनि 1-2टा सीमित सङ्ख्यामा बसहरू चाहिँ हिँड्ने रहेछ। बस भन्ने बित्तिकै अगाडि एउटा बस देख्यौँ हामीले। हामी जाने ठाउँकै ब्यानर लगाएर लटारामश्वर महादेव हामी त्यही डाँडा पुग्नेछौँ। जितपुर बजार भन्ने ठाउँमा छौँ। जितपुर बजार यहाँ पाउँदैन, पाउँछ लागि यहाँको मान्छेले अन्तर लाउँदैन। पुरै तलैबाट जितपुर बजारमा हामीले खाजा खाने योजना बनायौँ। यहाँबाट देखेको मनमोहक दृश्य एकदम शान्त ठाउँ। साथी बितिसकेको छ भनेर देखाउँदैछ। हामी लगभग लामे डाँडामा छौँ अहिले र यो दृश्य चाहिँ एकदमै खतरनाक दृश्य छ। यो चाहिँ तपाईँ हजुरहरूको पहिरो एकदमै पहिरोग्रस्त ठाउँ हो, जसले गर्दाखेरि बर्खायाममा म्याक्सिमम चाहिँ यहाँनिर बाटो अवरुद्ध भइरहेको हुन्छ। हेलो हजुर, बाटोमा हामीले यस्तै खालको दृश्यहरू देख्न सक्छौँ, जुन चाहिँ भर्खरै भएको ल्यान्डस्लाइड पहिरोको कारणले गर्दाखेरि भएको हो, जसले गर्दाखेरि चाहिँ यो मार्ग चाहिँ प्राय हजुरहरूको यो चाहिँ बन्द हुने गर्छ, अवरुद्ध हुने गर्छ। र यहाँ चाहिँ हामीले आर्मी ब्यारेक, यो मकनपुर जिल्लाको ठुलो ब्यारेक यहाँ डाँडामा छ, देख्न सक्छौँ। र त्यसकै सँगसँगै हामीले चाइनिज कम्पनी, जसले चाहिँ चाइनिज कोरियन थियो, भाषा पढाएन, तर यो हेर्दाखेरि चाहिँ चाइनिज चाहिँ के हो हजुरहरू आफै भन्नु होला। र हामी चाहिँ
यात्राको क्रममा अगाडि बढ्दै गर्दाखेरि एकदमै हामीले सोचेको भन्दा पनि एकदमै रोमाञ्चक दृश्यहरू देख्न सकिरहेको छ। तर आनन्द छ है, एकदम मनोरम दृश्य, आनन्दित दृश्य। शीतल छ आनन्द। यता काला बादल मंडरा रहा है, इधर गाड़ी एक ठो ठोक गया है, इधर एक ठो गाड़ी इधर ओपन कट हो गया है, इधर जरा सी गलती हो गई मालिक, जरा सी गलती हो गया है, उसके लिए उसको माफी दे दिया है हमने। हामी जान लागेको जग्गा यही हो। 99% हामी जान लागेको जग्गा चाहिँ यही हो। 100% चाहिँ हामी पुगेपछि थाहा हुन्छ। आजलाई यति नै, भोलि बाँकी गरौँला। यति लड नगर मलाई सबै सर्टसर्ट फाइनली हामी आँपचोर आइसकेका छौँ। यो सानो सानो एकदमै एकदम राम्रो चिटिक्क परेको घरहरू देख्न सक्छौँ हामी। यो हेर्दाखेरि एकदमै मन आनन्दित भएर आउँछ। प्रपर अथेन्टिक नेपाली भाइब्स आउँछ यो कान्लाहरूले। रोमाञ्चक दृश्य। यो किसिमको घर चाहिँ एउटा मनमा छुट्टै किसिमको आनन्द पैदा गर्छ। छुट्टी भयो भर्खर हो? दुईजना छमै हो। अन्य भाइ त सानो छ त। दाइ हो लु, आज ऊ दाइको बर्थडे ह्याप्पी बर्थडे हुन्छ ल। भनौँ न त। थ्याङ्क यू भाइ। थ्याङ्क यू। अहिले देशको प्रधानमन्त्री को? गुड गुड ल थ्याङ्क यू गुड, थ्याङ्क यू भाइ। ल लिनु ल चकलेट किन्नुपर्छ है। लिनु आऊ नि तिमी आऊ। तिमीलाई पनि बोलाएको, तिमीलाई पनि सबैजनालाई बोलाएको हो। ल 80 रुपियाँ देऊ ल, बहिनीलाई पनि देऊ। खै थ्याङ्क यू पनि भनेन। सबैजनाले भन्नु पऱ्यो। बाटोमा एकछिन सानो नानीहरूसँग गफ गरेर हामी अगाडितिर बढ्यौँ। हामी नानीहरू चकलेट पनि खुवायौँ। थोरै पैसा दिएर अगाडि बढ्यौँ हामी। हामी लगभग नजिक आइपुगेछौँ। गाली गरौँ कि के? हामी खोर भन्ज्याङ आइपुगेछौँ। खोर भन्ज्याङ यो थिङ्गन घले गाउँ हुँदै श्री लट्टेमेश्वर महादेव स्थान प्रवेशद्वार हाम्रो फाइनल डेस्टिनेसन। यहाँबाट चाहिँ हामी लगभग 5 किलोमिटर जति राइड गर्छौँ र त्यस पछाडि चाहिँ हामी हिँड्दै जानुपर्ने हुन्छ। यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी हो, यसै ठाउँमा घुम्न आएको म एउटा परदेशी। थाहै नपाई बसे समय भन्दा बेसी, थाहै नपाई बसे समय आकाश भन्दा बेसी। यो पार हिमाली रेगैमा ठाउँ कसम रेलीमै तिम्रो त्यो चेष्टमा गर्मी बढ्यो। अब आउनु पर्ने हो बागमती खोला। ललितपुर र मकवानपुर तलतिर गएर मधेसमा गएर चाहिँ सर्लाही र रौतहट छुटाउने गर्दछ। खोलाहरूले निकै ठुलो भूमिका खेलेको हुन्छ जियोग्राफिकल रिजनमा पनि। पारी डाँडा चाहिँ ललितपुर हो भने हामी अहिले हिँड्दै गरेको डाँडा चाहिँ मकवानपुर जिल्ला पर्दछ।
खोलाहरूको निकै ठुलो भूमिका रहेको पाउँछौँ हामीले। यो भूभाग के अरे नेपालमा 3 श्रेणी भूभागहरू अब हामी यतै कतै कुनै डाँडामा चढ्नेछौँ, त्यो डाँडामा त एक्ज्याक्ट थाहा होइन। हामी ललितपुर पनि नछिरिकन मकवानपुरबाटै यो सिमानाबाट जुन चाहिँ बागमती खोला हो त्यसबाट हामी चाहिँ लगभग मासतिर जाने तयारी छ। पहिरो क्षेत्र हो यो पहिरो प्रयोगग्रस्त क्षेत्र हो। यसमा बर्खायाममा चाहिँ यात्रा गर्न अलिकति असहजै हुन्छ, गाह्रै हुन्छ। र यो रोडमा हामीले अहिलेसम्म पनि एउटा पब्लिक भेहिकल देखेनौँ। सडक विभागको गाडीहरू एउटातिर देखे तापनि हामीले सार्वजनिक गाडीहरू चाहिँ देख्न अलिकति सकेनौँ, छैन पनि, धेरैको पनि छैन। त्यही कारणले अहिले त्यो चस्मा लगाएर चस्मा लाएर त झन् देख्नु पर्ने। बाटो म बन्द गर्दैछु ल, हुन्छ, राखिदिन्छु ल। सिमानामा चाहिँ लगभग यो चाहिँ हाम्रो ललितपुर र मकवानपुरको सिमाना भयो। यो पारी डाँडा चाहिँ ललितपुर हो भने यो चाहिँ मकवानपुर हो। र हामी चाहिँ यहाँ बगुवा, ठ्याक्कै बगुवाबाट चाहिँ हामी यहाँ मासतिर जाँदैछौँ। यहाँबाट लगभग 8देखि 10 किलोमिटरको दूरीमा चाहिँ गरमकोश्वर महादेव हुन्छ। बाइक जाने ठाउँ भनेको चाहिँ हजुरको 10 किलोमिटर 10 किलोमिटर होइन कि 10 मिनट अगाडिसम्म बाइक जान्दछ। र त्यस पछाडि चाहिँ हामी पैदल यात्रा गर्नेछौँ। बाटो किन एउटै बनाएको भए सुन्दर खर्चमा हुन्थ्यो होला नि है। आजको रात्रि मुकाम हाम्रो यो ठाउँमा हुनेछ, स्याङतान बाजेको घर होमस्टे। यहाँसम्म चाहिँ हाम्रो बाइक जान्छ भनेदेखि त्यहाँबाट चाहिँ हामी मासतिर पैदलै यात्रा गर्नुपर्ने हुन्छ। आजको हाम्रो रात्रि मुकाम यही हुनेछ, स्याङतान बा खाजाघर होमस्टे। यहाँ यस्तो हुस्सेर लागिरह। यो ठाउँको नाम चाहिँ के हो दाइ? यो ठाउँको नाम महादेव टार हुन्छ है। बर्खाइ पछाडि पानी रोक्यो। अहिलेको अवस्था यस्तो छ, हुस्से लागेर। अब हामी बिस्तारै मन्दिरतर्फ अगाडि बढ्छौँ। उहाँहरूको टर्चले हामीले चार्ज गऱ्यौँ हाम्रो फोन। हाम्रो साथी हिँडिसकेका छन्। ल आमा लाग्यो है हामी अब मन्दिरतिर। हस्, कस्तो रहेछ यहाँ पनि खाजा खाना र बाँसको व्यवस्था रहेको छ। जाने त हो, यो प्रवेशद्वार यही रहेछ। करिब 1 घन्टाको हिँडाइपछि हामी पुग्छौँ मन्दिरमा। हामी करिब 20 मिनट हिँडिसकेका छौँ, 20-25 मिनट। यसै परीक्षाले ठाउँमा राखेको छ विश्राम गर्न। ठाउँ डस्टबिनहरू पनि छ। यहाँ खानेपानीको पाइपहरू, त्यो चाहिँ पानी ट्याङ्की रहेछ। के छ हालत? ठिक छ? हामी 20 मिनटमै पुग्न लागिसक्यो, लगभग आधी बाटो कटिसकेको थियो। मौसम जोस् हुसे छ, त्यति सिनिक राम्रो दृश्यको चाहिँ अपेक्षा नगर्दा हुन्छ। एउटा डाँडाको भित्र चढ्नु हिँड्नु पर्ने रहेछ है। यो चाहिँ फुलप्रसाद। यो ठाउँको नाम चाहिँ खास के हो त? यो ठाउँको नाम के भनिन्छ? ए यहाँ कति पसल थुप्रै रहेछ यहाँ त है। यही बाटो हो यहाँको भाइरल ठाउँ। तर अहिले अब आज खासै देखाएको छैन, हुस्सेले गर्दा चारैतिर यस्तो छ। यस्तो उत्तरदेखि सावधान।
यसले भोकै हुन्छ नि यिनीहरू कृपया 2-4 वटा थोपा खुन दिएर एकदम सहयोग गरिदिनु होला। मेरो साथीले घटाइदिँदैछ उसको सही व्यवस्थापन गरिदिनु होला हामीले 1 घन्टा घुमे पछाडि लटामेश्वर महादेव मन्दिर पुगिसकेका छौँ त्यो माथि भ्यू पोइन्ट हो मन्दिर यही हो बाबाले सबैको कल्याण गरून् हर हर महादेव मौसम खुलेको अझै राम्रो दृश्य देखाउन सक्छ तपाईँलाई मैले तर यति हो यो यहाँको सबै टपमा रहेको चिज हो लटासमा भ्यू पोइन्ट पनि भनिन्छ अब एउटा भ्यू चाहिँ बबाल देखिन्छ तर आज छैन